खोलाबाट उकालो लाग्दा को ढलानहरू चाहिँ साथी हो एकदमै ठुलो ढलान छ। यो ढलानले यो चिप्लो बाटोमा निकै राम्रो गरेको छ। यो मासतिर अझै बाँकी छ थुप्रै ठाउँहरू, यो पनि क्रमागत रूपमा ढलान हुँदै जाने हो। तर यसपालिको ठेक्कामा खै के भएको छ, यो बाटोलाई चाहिँ ढलान गर्नलाई रोकिएको छ, तर छिट्टै सुरु हुने पनि जानकारी छ है। बाटो त यो पियर दसैँ पछाडि पियर गाडी सफा गरिएको रहेछ। बाटो राम्रो छ, सालगाडीको बिचबाट रहेको बाटो। हेर्नुहोस् त बाटो माटो साह्रै चिप्लो बाटो। यो गोर्खा नगरपालिकासँग जोडिएको बाटो हो। भोलि सम्भवतः चल्न सक्ने, फेरि पनि ढलान आइसकेका छौँ हामी। त्यो ढलानले राम्रो सपोर्ट गरेको छ, पानी पर्दा पनि गाडी चिप्लिने सम्भावनालाई कम गरेको छ है। शहीद लखन गाउँपालिका वडा नम्बर 5 को मार्फतमा बनेको यो बाटो अझै बन्ने प्रक्रियामा छ। यो अलि पहाडी इलाका भएको भएर सोलिङ गड्डाको बिचमा अहिले पनि छ। कुनातिर नालीको व्यवस्था छ, तर नाली पक्की नभएको कारणले यसपालिको पानीले निकै खोलेको जस्तो छ। डाँडा पुगेपछि चाहिँ लाइभ गर्नु पर्ला है, भिडियो राम्रो पुग्याएन है। वहाँ जुन चतरा छ भने नि लाइभ गर्दै जानु पर्छ, के देखिन्छ। अर्को ढलानमा आइसकेको छ। यो ठाउँमा जहाँ चिप्लो छ, बर्खामा साह्रै दुःख दिन्थ्यो, त्यो ठाउँमा चाहिँ ढलान कार्य पुरा गरिएको छ। त्यहाँ चाहिँ नाली पनि ढलानकै छ, तर अलिअलि पहिरो झर्दै पुरिँदै गरेको अवस्थामा देखियो। प्रावधान गरिएको अझै त्यसलाई चौडीकरण गर्ने, विस्तार गर्ने कार्यहरू चाहिँ अब बिस्तारै हुँदै जाला। लक्ष्मी बजारबाट मनकामनासम्म जम्मा 19 किलोमिटर बाटो छ यो। किनभने लक्ष्मी बजार, लुडीखोला, मास्कीछाप, गुर्दुम अनि तिनमाने, डाँडागाउँ, जुन सतारा, तोरेन हुँदै मनकामनासम्म पुग्ने बाटो। तर मनकामना हुँदै खैरेनी चाहिँ रामसा घाटसम्म पुग्ने बाटो हो यो। अहिले राम्रै देखिएको छ। गाउँ धेरै गाउँलाई छोडेर सुविधा दिने रोड हो यो। र गोर्खाको सदरमुकामलाई जोड्ने लगभग शहीद लखन गाउँपालिका वडा नम्बर 5 को चाहिँ मुख्य सडक नै हो यो। उता पालिकाबाट आउने जुन मेन रोड छ त्यो के अरे गोर्खा हस्पिटल चोक हुँदै
ढुङ्गागाडे खाब्दी भन्ज्याङ नामजुङ बुङकोट अनि त्यसपछि गाउँपालिका भैरङ हुँदै तिनमाने हुँदै ठक्क जाने रोडमा यो रोड जोडिन्छ र गोर्खा सदरमुकाम नारायणगढ जाँदा अथवा काठमाडौँ जानु पर्दा यी भेगको मान्छेहरू चाहिँ लक्ष्मी बजारसम्म जाने बाटो मेन सडक है यो चाहिँ पिसाब फेरि एकछिनमा भिडियोमै आइदियो ल हामी डाँडामा आइपुगेका छौँ।